अफगानिस्तान पनि पुगेको थिएँ र अहिले अफगानिस्तानको त्यो वार जोनमा परेर अहिले मेरो एउटा कामले पनि त्यति साह्रै राम्रो काम गर्दैन। म त्यहाँ बस्दा पनि मसँग एउटा चिज लिएर गएको थिएँ, मसँग पिनास थियो। अनि मैले यहाँको कोलपुर मेडिकलको मेडिसिन, त्यसपछि तपाईँको टिचिङ हस्पिटलको मेडिसिनहरू थुप्रै बोकेर गएको थिएँ। मलाई एयरपोर्टमा पनि रोकियो होइन, अनि म त्यो एयरपोर्टमा त्यही मेडिसिनहरू पनि खाएर देखाइदिएँ। त्यसपछि हजुरको त्यहाँ रोकथाम मात्रै भयो, तर त्यसले के भन्छ अघि सरहरूले भन्नुहोस्, रोकथाम भयो तर त्यसले खासै राम्रो काम गरेन। अनि नेपाल आयो, नेपाल आइसकेपछि मेरो अर्कै कहानी छ। विदेश बस्ने मान्छेलाई चाहिँ विदेशको एउटा मोह जाग्दो रहेछ। म फेरि अमेरिकाको सपना देखेँ, अनि अमेरिका जाने सिलसिलामा मेरो 92 लाख रुपियाँ तिर्यो। त्यसपछि म एकैचोटि म रोल्पाबाट आएको मान्छे, मसँग जागिर पनि थिएन, मेरो पुर्खौली सम्पत्ति पनि थिएन। म एकैचोटि रोडमा आएको मान्छे, अनि म रोडमा आएको मान्छे, अनि मरुन चाहिँ बौलाउनु जाति भने जस्तै मैले ठेक्कापट्टाको काम सम्हाल्यो। त्यहाँ धेरै अनुभव पनि नचाहिने, खासै लगानी पनि नचाहिने, उमेर पनि नचाहिने भएको कामलाई मैले अपनाएँ। त्यसपछि अप्नाउँदै एक दिन मेरो साथीले चाहिँ यसको बारेमा सुनाउन आयो, अनि मैले उसलाई के भने भनेपछि, हेर साथी, मलाई बिजनेसको बारेमा र राजनीतिको बारेमा मलाई यो कुराहरू नसुनाऊ भनेर मैले उसलाई खाना खुवाएर पठाएँ। धेरै अर्को पटक आयो अनि मलाई चाहिँ के भन्यो भनेपछि, मलाई यसैमा इन्ट्रेस्ट छैन साथी, तिमीले यसैमा कर नगर भनेको। एक दिन उसले मलाई झुक्काएर चाहिँ यहाँ ग्रिन होटेलमा चाहिँ साथीहरू आएछन्, मेरो लागि भए पनि थोरै समय सुन्दिन आउन भनेको। त्यही दिन चाहिँ साउको मेटेरियलहरू सकेकोले अनि बुढाबुढी गएँ। त्यहाँ मैले धेरै जस्तो चिनेको साथीहरूलाई भेटेँ। मैले म जाने बेलामा हल तनातन थियो। लगभग म जाने बेलामा अनि बेलुकाको प्रोग्राम पहिले नै सकिसकेको। म त्यस्तै कुनामा बसेँ, अनि लास्टमा अरू सबै गए। मलाई क्युरियस लाग्यो। अनि त्यसपछि त्यहाँ अरू टाढैबाट आएको साथीहरूलाई मैले धेरै क्वेसनहरू गरेँ। त्यही दिनदेखि मैले आइडी बनाएँ, तर आइडी त बनाएँ। अनि त्यसपछि फेरि खासै त्यस्तो फिलिङ लागेको थिएन। लगभग 9.5 महिनापछि, समथिङ 1 वर्षपछि मैले यहाँको सप्लिमेन्टहरू युज गर्न थालेँ। मैले प्रोटिन प्लसहरू, कोलेस्ट्रमहरू, ज्ञानोधर्माहरू खाएँ। अनि त्यसपछि मैले 7-8 महिनासम्म खाँदा खासै त्यस्तो रिजल्टहरू आएको पनि थिएन। र मलाई यतिका लगभग 18-20 वर्ष 22 वर्षको मेडिकलको मेडिसिन खाएर त भएन भनेपछि के होला भन्ने लागेको थियो। तर लगभग 9-10 महिनापछि मलाई त्यसको रिजल्टहरू आउन थाल्यो। त्यो एलर्जी भनौँ, पिनासले मेरो एलर्जी भयो भने मान्नु होला, त्यो मान्छेलाई एक किसिमको शनि घर के भन्छ, सर्पना घर ठुलो के हुन्छ, त्यो लागेको भन्ने लाग्छ मलाई। भनेपछि मेरो लगभग 8-9 लाख रुपियाँ त्यसैमा सकिएको थियो। अनि खाँच्यो आएको हुने, त्यसपछि नाकबाट पानी बगिराख्ने, त्यसपछि नाकभित्र घाउहरू हुने, कहिलेकाहीँ नाकहरू बुझिने, त्यस्तो त्यसले गर्दाखेरि यहाँ टाउको दुख्ने होइन, यसका विभिन्न खालका यस्तो भनौँ न, त्यसको यहीबाट म धेरै सफर थिएँ। अनि बिस्तारै अहिले राम्रो हुँदै गयो जस्तो लाग्यो। जिउ पनि हल्का भए जस्तो लाग्यो। अलिकति तपाईँहरूलाई यहाँ कतिपय साथीहरूलाई देखाइसकेको छ। म 3 वर्ष अगाडिको मेरो फोटो देख्नु भयो, अहिले मेरो फोटो देख्नु भन्नु हजुरले सायद डिलिट गर्नुहुन्न होला है। अघि नै हाम्रो भेनाजीले भन्नुभयो, उनीहरूले म धेरै त कहाँहरू चाहिँ म 3 लिस्ट त पुगेको छु। 3 लिस्ट भनेको कति हो, 60 छ भने 60 किलो र होइन नि, म त अहिले भर्खर जवान चाहिँ जस्तो लाग्छ। तर अहिले मलाई यो राम्रो भयो। अनि यो राम्रो भएको कुराहरू मैले भाउजू, सासू, भान्जी, बहिनीहरूलाई, ज्वाइँहरूलाई भन्दाखेरि अहिले टिममा म मात्रै होइन, अहिले सरहरूले भन्नुभयो कार फन्ड, ट्राभल फन्ड। अहिले मेरो टिममा 7 जना सर म्याडमहरू हुनुहुन्छ। उहाँहरूले ट्राभल फन्ड, कार फन्ड प्राप्त गरिसक्नु भएको छ। अहिले भर्खर सर आउनुभयो, 2 जना सर बाहिर हुनुहुन्छ, किन यहाँ आउनुभयो म थाहा भएन होइन। अनि यो महिनामा 2 जना स्टार आउँदै हुनुहुन्छ भनेपछि अब मैले मात्र 1 जनाले पाउने मात्र ठुलो कुरो होइन, हामी सबैले पाउने। यहाँ ट्राभल फन्ड पाइन्छ, त्यहीबाट परिवारसँग बिति जाने। म बाहिर 18 वर्ष बसेँ र म एक्लै, अब यहाँबाट जाने भनेको परिवारसँग जाने। त्यसरी त्यस्तो प्लेटफर्ममा आउनु भएको छ है। म यहाँलाई एकपल्ट बधाई पनि दिन चाहन्छु, शुभकामना पनि दिन चाहन्छु। यस्तो प्लेटफर्ममा आउनु भएको छ। यति बेला तपाईँ हामी यहाँ थोरै छन्, नगरपालिका अगाडि जानु त त्यहाँ टिकटक बनाउनेहरू हजुर हामी भन्दा 10 गुणा त्यहाँ छन्। तर हजुर हामीले मात्रै नभएर हाम्रा जेनेरेसनहरूको लागि पनि हामीले काम गरिरहेछौँ। त्यसैले यहाँ आएर स्वास्थ्य पनि बहिने, समृद्धि पनि बहिने, अनि यस्तो प्लेटफर्म चाहिँ यिनी मानिसहरूले भन्नुभएको छ। मलाई त यो एकदम सजिलो लाग्छ।
यो सायद यो प्लेटफर्ममा यो काम पनि गर्न यो सकिन्न भने अरू केही पनि काम सकिन्न जस्तो लाग्छ मलाई त रमाइलो लाग्छ ठाउँ ठाउँमा अहिलेसम्म लगभग कतिवटा 42वटा जिल्ला घुमिसकेँ तपाईँको त्यहाँ घुम्न पनि मिल्ने तपाईँको नयाँ नयाँ साथीहरूसँग पनि कनेक्ट पनि हुने तपाईँको बिरामी मान्छेलाई पनि स्वस्थ पनि बनाउने अनि हिजोको दिनमा टिकटक मात्रै चलाएर बस्ने म्याडमहरूको अहिले अब पोकेट खर्च पनि आउने भनेपछि धेरै राम्रो भयो त्यसैले अहिले यही सिस्टमबाट ट्राभल फन्ड आइरहेछ कार फन्ड आइरहेछ अब यति चाँडै त होइन म हजुरहरूले सबैले देखिराख्नु भएको छ मलाई सबैले साइकल यात्री भन्छन् मेरो साइकल त्यहाँ छ म चाहिँ रोडको मान्छे अब लाग्न आएको छु है अहिले मेरो फर्स्टको इन्कम थियो भनेपछि हजुरको 432 रुपियाँ थियो भनेपछि अहिले मेरो 1,60,000 प्लस भएको छ सिस्टमलाई धेरै धन्यवाद दिन चाहन्छु र म यहाँहरूलाई पनि यो जसले यहाँ ल्याउनु भएको छ उहाँहरूको हात समाएर अगाडि जानु होला अहिले पुष्प सरले पुष्पराज सरले